इन्द्र खनालजी हुनुहुन्छ सोलार एसोसिएसनबाट, राजकुमार कार्कीजी हुनुहुन्छ कुचो सङ्घबाट, दुर्गा थापाजी हुनुहुन्छ अस्मिना समूहबाट, श्रीराम अधिकारीजी हुनुहुन्छ माइक्रो हाइड्रोबाट, त्यसै गरी हाम्रो रविन श्रेष्ठजी पनि हुनुहुन्छ पूर्व केन्द्रीय सदस्य नेपाल देवबहादुर महासङ्घ र एउटा फोकल पर्सन पनि हुनुहुन्छ हाम्रो त्यो दक्षताको रामकृष्ण श्रेष्ठज्यू, वीर ढकालज्यू लगायत सम्पूर्ण देवेन्द्र श्रेष्ठज्यू, हरिजी मेनजी लगायत सम्पूर्ण साथीहरूलाई म यो शुभ सन्ध्या भन्दै धेरै समय हामीले व्यतीत गरिसकेका छौँ। म धेरै समय पनि लिन्न। आज केमसान परिवारले मलाई एउटा ठुलो जिम्मेवारी दिनुभएको छ। म दोस्रो पटक 2015 to 17 मैले अध्यक्षता ग्रहण गरेको थिएँ। त्यसपछि सुरेशजीलाई ह्यान्डओभर गरेर फेरि अहिले म यो केमसानको अध्यक्षताको लागि यहाँहरूले मलाई केमसान परिवारले विश्वास गरेर मलाई यो पटक सर्वसम्मत रूपमा नेतृत्व जिम्मेवारी सुम्पिनु भएको छ। यहाँहरू सबैलाई म धन्यवाद पनि भन्न चाहन्छु। वास्तवमा केमसानको भूमिका र केमसानको कार्यको बारेमा वरिष्ठ उपाध्यक्षज्यू, यस कार्यक्रमका प्रमुख अतिथिज्यू लगायत सम्पूर्ण अतिथिहरूले प्रकाश पारिसक्नु भएको छ। स्वास्थ्य क्षेत्रको एउटा संवेदनशील संस्था जसका मेम्बरले 24 घण्टा मोबाइल अफ गर्दैनन्, अनै गरेर राखेका हुन्छन्। किनभने कुन हस्पिटलमा कतिखेर इमर्जेन्सी हुन्छ, कुन हस्पिटलमा कतिखेर के सामग्रीको सर्टेज हुन्छ, त्यो संवेदनशील क्षेत्रका चाहिँ व्यवसायीहरू भएको हुनाले कसैको पनि स्विच अफ हुँदैन भन्ने म यहाँहरूलाई जानकारी पनि दिलाउन चाहन्छु। र यहाँहरू हामी सबैले कोभिडको अवस्था, कोभिडमा सबै हामी धेरै व्यवसायीहरू घरभित्र बसेको स्थिति थियो भने केमसानका मेम्बरहरू मन्त्रालयका मिटिङदेखि लिएर कसरी यो कोभिडलाई चाहिँ पार गर्न सकिन्छ, के हो कोभिड भन्ने जानकारीसम्मका कामहरूमा हामी चाहिँ लाग्नु पऱ्यो। त्यतिखेर हाम्रा मेम्बरहरूले जो ज्यानको वास्तवमा भन्दाखेरि ज्यानको बाजी नै लगाए भन्न पनि सकिन्छ। किनभने व्यवसायलाई मात्रै हेरेर त्यो काम गरिएको थिएन। व्यवसाय कति भयो भएन आफ्नो ठाउँमा होला, तर संवेदनशील क्षेत्रलाई एउटा आइडेन्टिफाई गरेर आफ्नो रेस्पोन्सिबिलिटी फिल गरेर बाटो शून्य हुँदाखेरि पनि, गाडीको पास नपाउँदाखेरि पनि गाडी दौडाएर चाहिँ मन्त्रालय जाने र आइसोलेसन सेन्टर बनाएर हुन्छ कि कसरी हुन्छ एउटा चाहिँ आफ्नो भूमिका निर्वाह गरेको देखिन्छ। यहाँहरू सबैलाई म धन्यवाद पनि भन्न चाहन्छु। त्यस सिलसिलामा वास्तवमा अघि नै हाम्रो ब्रह्मगतिज्यूले पनि भनिसक्नु भएको छ, नयाँ प्रविधिहरू भित्राउने र हाम्रो विदेश डाक्टर साहबले भनिसक्नु भएको छ, नयाँ प्रविधि भित्राउने भनेका प्राइभेट इन्टरप्रेन्योर्स नै हुन्। गभर्मेन्टले पछि नै थाहा पाउँछ नयाँ प्रविधिको बारेमा, नयाँ चिज चाहिँ नयाँ इक्विपमेन्टहरू रिस्क लिएर इन्भेस्टमेन्ट गरेर भित्राइएको हुन्छ। तर ती भित्राइएका चिजहरूको क्वालिटी मेजर गर्ने ठाउँ छैन। अघि उमेशदाइले पनि भन्नुभयो, औषधिलाई त एउटा डिडिएले हेर्छ, तर केमसान अन्तर्गत हामी केमसान भनेको चाहिँ औषधि बाहेकको क्षेत्र भन्ने कुरालाई सायद बिर्सनु भएको छ। योलाई हेरिदिने कुनै पनि छैन। र हामी त्यस्तो व्यवसायी हौँ जसले चाहिँ हामीलाई बाँधिदेऊ भन्न हामी मन्त्रालय हरेकपल्ट धाइरहेका छौँ। हामीलाई बाँधिदिनुपर्छ, हामीलाई एउटा नियामक निकाय बनाइदिनुपर्छ, हामी नियामक निकायको अन्तर्गत रहेर हामी एउटा राम्रो काम गर्छौँ भनेर हामीले आज होइन, आजभन्दा 15 वर्षदेखि हामीले घचघचाइरहेका छौँ।